यहाँहरू सबैजनामा नमस्कार। विशेष म आज धरान सौदातिर केही कामले गर्दा निस्केको थिएँ। यसै अवसरमा मैले पनि केही एउटा सानो भिडियो क्लिप लिउँ भनेर चाहिँ नि यहाँ बनाइरहेको छु। आज एउटा पूर्वको पहाडको काखमा रमाइरहेको एउटा सुन्दर नगरी धरान बजारको केही भाग यहाँहरूलाई देखाइरहेको छु। आजको मौसम बिहान यस्तो रहेको छ। एउटा चाहिँ नि धरान बजार आफैमा पनि आफ्नो चाहिँ नि पहिचान बोकेको पूर्वको सहरमध्ये सुन्दर सहरमा पर्दछ। धार्मिक, सांस्कृतिक र बौद्धिक विकासको पनि यहाँ धेरै बुद्धिजीवी व्यक्तिहरू कला क्षेत्र होस् या राजनीतिक क्षेत्र जुनसुकै व्यवसायमा आबद्ध र जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिहरूको बसोबास पनि रहेको छ। तर यो सहरलाई चाहिँ हामी प्रायःजसो पूर्वको सहरमा एउटा लाउरे र दाउरेको सहरै धरान भनेर चिनिने गरिन्थ्यो। र विशेष धरान नाम राखिनुको कारण एउटा ठुला रुख काटेर पहिले होइन जब टेक्निकल चिजहरू टेक्नोलोजीहरू विकास नहुँदासम्म ठुलो रुख काटेर एउटा आरा काट्ने ठाउँलाई अर्गानिक नाम चाहिँ नि होइन आरा भनिन्छ। त्यो काट्ने ठाउँलाई चाहिँ धरान भनिन्छ। त्यसकारण चाहिँ नि त्यहीलाई चाहिँ पछाडि रूपान्तरण गरेर एउटा सृजनात्मक चाहिँ नि होइन तरिकाले धरान बजार राखिएको हो। एउटा अघि पनि भने धरानको छुट्टै पहिचान छ, कि त लाउरेको सहर कि त दाउरेको सहर भनेर भन्ने गरिन्छ। यो पर देखिरहेको चाहिँ अलिअलि नजर यो कोशी टप्पु हो। यो यता 3 कुने पर्दछ, सिरजङ्गा चोकहरू भन्छ। यो क्याम्पहरू भयो होइन। आफैमा छुट्टै पहिचान बोकेको धार्मिक, सांस्कृतिक विभिन्न जात जाति वर्ग लिङ्ग समुदायको बसोबास रहेको धरान सुन्दर बजार चाहिँ नै आजभोलि प्रायःजसो जो कोहीले आफ्नो घरमा निलो रातो टिनको ट्रस लगाएर यसले थप सुन्दरता प्रदान गरेको छ। यो माथि रहेको आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालय धरान 14 हात्तीश्वर सुनसरी हो। अलिकति बादल आकाशमा लागिरहेको कारण अलिकति धरानको यस्तो अवस्था छ। ओके, सधैँ तपाईँ हामीलाई चाहिँ नि धरानमा अवस्थित चाहिँ नि बुढासुब्बा दन्तकाली पिण्डेश्वरी शनि मन्दिरहरूले चाहिँ नि होइन भगवान्हरूले तपाईँ हामीलाई सधैँ रक्षा गरोस्। तपाईँ हाम्रो घरमा सधैँ खुसियाली छाइरहोस्। तपाईँ हाम्रा जिन्दगी सुखमय ऊर्जावान सकारात्मक सोच, सकारात्मक परिवर्तन, सृजनात्मक र रचनात्मक तरिकाले हाम्रा चाहिँ सोचहरू पनि परिवर्तन हो। हवस् त, धन्यवाद।